नमस्कार। आज हामी एउटा निकै रोचक विषयमा कुरा गर्दैछौँ। आजका युवाहरू र बुद्ध दर्शन। तर यो कुनै धार्मिक प्रवचन जस्तो होइन है। बरु आजको यो तनावपूर्ण जीवनमा आउने चुनौतीहरूलाई कसरी सामना गर्ने भन्ने बारे एउटा व्यावहारिक गाइडको रूपमा हामी यसलाई हेर्नेछौँ। कहिलेकाहीँ यस्तो लाग्छ कि यो दौडधुप र प्रतिस्पर्धाले भरिएको जिन्दगीमा कता कता मानसिक सन्तुलनै गुमिरहेको छ। यो प्रश्न सायद आज धेरैको मनमा छ र आजको हाम्रो चर्चाले यही प्रश्नको जवाफ खोज्न मद्दत गर्नेछ। ल, अब हेरौँ हाम्रो आजको यात्रा कस्तो हुनेछ। हामी 5वटा चरणहरूमा कुरा गर्नेछौँ। सुरुमा आजको भागदौडको कुरा गर्छौँ, त्यसपछि मनको शान्ति कसरी पाउने भनेर हेर्छौँ, अनि करुणा, तर्क र अन्त्यमा बुद्ध दर्शन कसरी एउटा सुन्दर जीवनशैली बन्न सक्छ भन्ने बारे पनि छलफल गर्नेछौँ। सुरु गरौँ पहिलो खण्डबाट, आजको दौडधुप र युवा मन। अहिलेको जीवन साँच्ची नै एकदमै तेज छैन त? चाहे त्यो सोशल मिडियामा देखिने पर्फेक्ट जीवनको प्रेसर होस् वा राम्रो करियर बनाउने दौड, यो निरन्तरको व्यस्तताले धेरैलाई तनाव र मानसिक असन्तुलनतिर धकेलिरहेको छ। तर यहाँनिर एउटा एकदमै महत्त्वपूर्ण कुरा बुझ्नुपर्छ। खास समस्या बाहिरी परिस्थितिमा मात्रै छैन। असली कुरा त हामी ती परिस्थितिहरूलाई कसरी लिन्छौँ, हाम्रो आन्तरिक प्रतिक्रिया कस्तो छ भन्नेमा भर पर्छ। हाम्रो मनस्थिति नै सबैभन्दा ठूलो कुरा हो। त्यसो भए बुद्ध दर्शनले किन त यसले कसरी मद्दत गर्छ? स्रोत सामग्रीले 5वटा मुख्य कारणहरू देखाएको छ। मनको शान्ति पाउन, नैतिक मूल्यहरू विकास गर्न, तर्कसङ्गत तरिकाले सोच्न, आफूलाई बदल्ने कला सिक्न र समाजमा केही राम्रो योगदान दिन। आउनुहोस् अब यिनलाई एक एक गरेर केलाउँ। ल, अब दोस्रो खण्डमा जाउँ, आन्तरिक शान्तिको बाटो। सबैभन्दा पहिलो र सायद सबैभन्दा जरुरी कुरा भनेकै मानसिक सन्तुलन हो। अनि यो शान्ति पाउनलाई बुद्ध दर्शनले हामीलाई केही एकदमै शक्तिशाली टुलहरू दिन्छ, जस्तै कि ध्यान, जसले छरिएको मनलाई एक ठाउँमा ल्याउँछ, आत्मचिन्तन, जसले आफूलाई भित्रैबाट बुझ्न मद्दत गर्छ, अनि वर्तमानमा बाँच्ने कला, जसले हामीलाई भविष्यको चिन्ता र विगतको पछुतोबाट बाहिर निकाल्छ। तेस्रो खण्ड, करुणा र समाज। जब मन भित्रबाट शान्त हुन थाल्छ नि, त्यसपछि हाम्रो ध्यान आफूबाट हटेर अरूतिर पनि जान थाल्छ, अनि यहीँबाट नैतिक मूल्य मान्यताको विकास सुरु हुन्छ। बुद्ध दर्शनले केही आधारभूत मानवीय मूल्यहरूमा निकै जोड दिन्छ, जस्तै करुणा, मतलब अरूको दुःखलाई महसुस गर्ने र मद्दत गर्ने भावना, सहनशीलता, अर्थात् आफूसँग नमिल्ने विचारलाई पनि सम्मान गर्ने बानी, अनि अहिंसा र सदाचार। यी गुणहरूले नै हामीलाई एक असल र जिम्मेदार मान्छे बनाउँछ। र यो कुरा व्यक्तिगत मात्रै होइन है। जब मानिसहरूमा करुणा र सहिष्णुता जस्ता गुणहरू बढ्दै जान्छन्, उनीहरूले समाजमा हुने हिंसा, घृणा र झगडालाई कम गर्न सिधै मद्दत गरिरहेका हुन्छन्। अब लागौँ चौथो खण्डतिर, तर्क र आत्मपरिवर्तन। बुद्ध दर्शनको एउटा सबैभन्दा आकर्षक पक्ष के हो भने यो तर्क र विज्ञानसँग एकदमै मिल्दोजुल्दो छ। यो स्लाइडले यसलाई एकदमै राम्रोसँग देखाउँछ। एकातिर छ अन्धविश्वास, जहाँ कुनै प्रश्न नगरिकन विश्वास गरिन्छ, अनि अर्कोतिर छ तर्क र आत्मअनुभूति, जहाँ प्रश्न गरेर, खोजेर र आफैले अनुभव गरेर मात्रै ज्ञान पाइन्छ। यो तरिका आजको जिज्ञासु पुस्तालाई एकदमै सुहाउँछ। जब हामी यो तर्क र खोजको बाटोमा हिँड्न थाल्छौँ नि, एउटा गजबको कुरा हुन्छ। हाम्रो ध्यान बाहिरका कुराहरूलाई दोष दिनुबाट हटेर आफ्नै सोच र कामलाई कसरी सुधार्ने भन्नेमा केन्द्रित हुन थाल्छ। आत्मपरिवर्तनको यात्रा सुरु हुने नै यहीँबाट हो। र अब हाम्रो अन्तिम खण्ड, जीवनशैलीको रूपमा बुद्ध दर्शन। अब यी सबै कुरालाई जोडेर हेर्दा के देखिन्छ त? बुद्ध दर्शन भनेको कुनै विश्वास वा सिद्धान्त मात्रै होइन, यो त जिउने एउटा कला हो, एउटा जीवनशैली नै हो। यसको अन्तिम सन्देश भनेको एउटा गहिरो र निकै शक्तिशाली कल टु एक्सन हो। त्यो हो, आफूलाई परिवर्तन गर, संसार आफै परिवर्तन हुनेछ। कति शक्तिशाली कुरा होइन त? यसले भन्छ कि संसार बदल्न बाहिर कहीँ जानु पर्दैन, त्यो परिवर्तनको सुरुवात त आफैबाट हुनुपर्छ। त्यसैले अन्त्यमा के भन्न सकिन्छ भने बुद्ध दर्शनलाई कुनै धर्मको साँघुरो घेरामा मात्र राख्नु हुँदैन। यो त जीवन, दर्शन र व्यवहारको बारेमा एउटा व्यावहारिक शिक्षा हो, जसले हामी सबैलाई आफू र समाजको लागि केही सकारात्मक गर्न प्रेरणा दिन्छ। यो सबै कुरा सुनेपछि अब एउटा प्रश्न आफैलाई सोधौँ, आफ्नो जीवनमा साँच्चीकै सकारात्मक परिवर्तन ल्याउने हो भने त्यसको सुरुवात कहाँबाट र कसरी गर्ने त?
सायद यसको जवाफ हामी सबैले आफैभित्र खोज्नुपर्छ।